आज बहुत दिन पछा आफ्ना घरका तल जङ्गलतिर जाने मौका मिल्यो है। उही जमानाका खेत हुन्, अहिले त अब जङ्गलै भन्नु पर्छ। अब एकान्ततिर देउन है त एक लागन छ। यो मेरी ठौरको कुरा नै, बहुत जनाका अक्सर हर पहाडमा बसेको यो पक्काले यो अब याद होला, सम्झना होला र स्वयं भोगेका होला, अनुभव गरेका होला भन्नु है। त यो खरको मैला अब पुरै त नै देख्या, तर यसो देख्या तर है। उही टाइममा यहाँ बल्लो भुइँसा बाख्रा जुलै भनौँ बाँधन थियो होइन, यसो कति छन् है। यो बहुत 50 साल अहिले पहिलेको खरको हो त नानी है। अब सोधेबाट जानिजान्छ अब बडा बुजुर्ग हुन्थे इन गडान रोपायो भने त यो त मैले साक्षात् मैले देखेको म आइले नानो थियो, तर म आइरह्यो यहाँ पाएँ है। यिनमा मेरा गडा पड्डान, माथि अङ्कलका पड्डान, अर्खा अङ्कलका पड्डान त हमारा अनुका मध्ये का पारी हाम्रा बाजे राठुनका पड्डान है, गाउँ मध्येका। त यो त अब समझ हुन्छ अहिले हमारा आउने पिँढी थाहा भनेर थोडा अचम्मै लाग्यो। इन गाडा त इसान कहाँ हुने रोपाएँ है, त मास लगाउँथे, गाउँ लगाउँथे है। त इन गाडांचा मूल्य नै थियो, तर हुन्थे भन्दा सुरुमा मूल्य नै पतिन्थ्यो। त यिन हाम्रा नेताजी मध्येका र अन्य मतलब इन्द्रानका भए र माथि चाहिँ यो खासमा भनेको यो आकर्षणको केन्द्र चाहिँ यो म यसलाई अब प्रमाणित हो त नै भन्नु, तर मैले जीवित मान्छेले मतलब यसो हुन्छ नि, हाम्रा पूर्वजनले भने मतलब हाम्रा मतलब बजे राठन भने बजे राठनले हाम्रा मतलब बुवा राठन भने पनि एक हुन्छ। तर मैले साक्षात् देखेको अहिले जो जीवित छन् उन मान्छेले साक्षात् भन्दाखेरि यहाँ हामीले मतलब कोही मतलब एक मान्छेकै मतलब होइन, कुनै कोही मान्छे नै बसेका एक ठाउँ भने के वही जमानामा मतलब मान्छे अब उनलाई कसरी सम्बोधन गरौँ है। म अब वन मान्छे त भन्नु नमिल्यो होइन, मान्छेकै मतलब कोही परिवार यहाँ 2-3 परिवार यहाँ बसुन्थे भन्यो है। यो यसै ठाउँको कुरा नै बहुत ठाउँमा छ। अब आगो बाल्या त निशान छन् है, पाछा बाल्योलाई हुन सक्छ। म त्यति यसो हो, म प्रमाणमा यकिन गर्दा, तर यो चाहिँ अब जीवितै मान्छेले हामीले देखेर उनले यो ठाउँमा धेरै काम गर्यो, कतै कुलो काट्यो भन्नुहुन्थ्यो। त यसलाई म अब यकिन भन्ने अहिले अब लागन्छ कि हो भइयोलाई हुन सक्छ है। त वास्तवमा भित्र 4-6 जना बस्न सक्या ठाउँ छ यहाँलाई। त इन गाडा यो एक कोही अचम्मको चिज नै, एउटा विडम्बनालाई हो है। हाम्रा पूर्वज भनौँ, हमारा भन्नाले मेरो नै सबैका भनौँ जयकालाई हमारानका है, मान्छे जति यिनका पूर्वज कति मतलब साहसी, कति हिम्मत गद्देवाला हुनान् है। त इन गाडा प्राकृतिक रूपमा आफै बनाए त नआन्, हमारा पूर्वज कसै न कसैले त बनाइयो नि यो हो आएर है। पानी छ यहाँ, रोपाएँ हुन्थ्यो यहाँ है। अहिले पानीको मात्रा कम छ, तर यो माथि मुहान छ है, त्यो 1 किलोमिटर माथि मुहान छ, त्यहीबाट यो टोटल ल्याउने भनेको कोही मतलब टाढाबाट ल्याउने नै हो। त इन गाडा हो मलाई अचम्म के लागुन्छ कि कसै ठौरलाई है, त्यही ठौर नै भन्नु खोजियो कि इन गाडा बनाउनमा कति मेहनत लागेन। यतिबाट एक प्रेरणा के मिल्छ कि अहिले त चाहिँ विडम्बना हो, दुर्भाग्य भनौँ अथवा विडम्बना भनौँ है, कि अहिले जो बाँझा छन् जो म देखौँ नारे भनौँ। अब यो सोख भन्नाले एक रहरलाई नै आयो, एक के हो कि एउटा सिकलाई हो कि वही जमानामा यति गरौँ न। अब हामीलाई कमाइँदैन त सायदै नाइ कर सकौँ होइन, म भन्नाले नाइ कर सकौँ, यो नै कि हम गद्दी हौँ होइन। लेकिन के न के तसो मतलब भविष्यमा तसो प्रविधि के तसो आइगयो अरे इन गाडा पानीको नजिकका गाडाहरू आबाद गर्दै सकिनन्, एकदमै 100% नकाट्दै आइसकिनु है। त यहाँ सबै ठुलो के छ भने चिउरीको उपलब्धता बहुत छ है। यो साल कमाएर आन्, तर तेस्रो सालमा उनान बढी जसो चिउरा है। हाम्रो गाउँठाउँमा मैले विचार गरेको आइरहनु हुन् त होइन, पाक्लिरहनु रुखा त एक सबै के लाग्यो भने एक कुण्डलका कुण्डल मतलब कि चिउरीका खुल्लालाई यहाँ मतलब बनाउनु सकिने, एक मतलब मिलिजुली गऱ्यो भनेर एकैजनाका नै हानिन्। त यहाँ राम्रो उपलब्धता छ, सम्भावना छ। यहाँ नजिकै मेरो घर हो, मैले भन्दा यो मेरो हाम्रो पुरानो घरमध्येको एक हो। माथि चाहिँ मेरो घर हो, यहाँलाई चिउरी छन्, खेत छ, यहाँसम्म कमाइँदैन हुन्छ। तल्लो छ बाख्रा पाल्नको लागि राम्रो छ ठाउँ है। त एक के लागन्छ भनेर खासमा इसी ठाउँमा आएपछि यो लागन्छ कि हाम्रा पूर्वजहरूले भनौँ जय ठौरलाई है, कति मेहनत गर्यो हुनु वही टाइममा इसा गाडा बनायो होइन। वही टाइममा सम्भावना थोरै हुन्थे, सीमित हुन्थे, तर उनले एक एकाग्रता लगायो है, उयोमा कन्सन्ट्रेट गर्यो एकै चिजमा, त उनी सफल भयो भन्नु मुद है। अहिले हामी त एक गाडो उधारिया गाडा लाले त चिन भनेर मेरो त भन्नु नि लोकलहरूसँग 12 बजी जान्छ मेरो त पुरा। तसै बहुत उनको न बहुत गद्दान नै हाल्यो होइन, पटक्कै छाड्यो न बहुत जैसा मतलब भनौँ न एक काम गद्देवाला। त यसलाई एक अनुभव हो, यो दैनिक हिट्टेबाट हो मेरो है। यहाँबाट हामीले गाजियो बोक्यो, बल्लो चरायो, थोडा हाँडाले खायो, अब यसो गलायो बेला थोडा बाख्रा खाइदियो पुगा एक दुई फेर त थोडा कुटाइले खायो भन्नु खुस छु म कुटाइ खानामा। उही टाइममा सायद नखायो भए आज सभ्य बोली हाम्रो मेरो त नै हुन्थ्यो भन्नु, म सिधै भन्नु म है।
टिचर उनीहरूले सायद कमै हान्यो बढी हान्नु पर्दै थियो भन्नु अरे म त खुसी छु म यो चिजमा ठक्कै और सुधार्दै थियो कि तसा बिगड्ने अरे लेकिन एक भनौँ न कि मतलब कि राम्रो थियो यो पोजिटिभमा भन्नु अरे त यतिलाई बैठे बुढबुड्डाले भन्नु नानीलाई यहाँलाई है बहुत ऐतिहासिक ठाउँ हो यसलाई यो यहाँलाई पुराना खर्को छन् इन गाडालाई रोपाएँ हुन्थ्यो ल यकोलाई म छुट्टै भिडियो बनाउने हो इन गाडालाई रोपाएँ हुन्थे भोणे हो है भोणे के भन्ने अरे भने परे बहुत पहिले की बात हो तर हुन्थ्यो भन्ने मैले यको प्रमाण त मैले दिन सक्छु के भने पनि यहाँ कुलोलाई बनेका चिना अहिले छन् माथिबाट कुलो ल्याउने भए है यो है पल्ला खोला मासुनका खोलाबाटै समेत कुलो ल्याउँथ्यो भने यति गाडा छन् कि मैले लाग्छ सोनाले बढीका खेत हुन्न यो तललाई त यसो छ वाह प्राकृतिक सुन्दरता त हो के पहाड है एक ठाउँ हो के यो सबैले आफ्नो ठाउँ प्यारो लाग्छ मैले एक लाग्छ वाउ एक अलग्गै फिल हुन्छ त है यहाँ हेरेर आहा क्या आनन्द आउँछ त है हेरुन्ज्या राति पोखरी यो कुर्जाड भन्नान कि खै एक मेरो साथीले बताएको हम त भटला स्कुल भनेर चिन्ह सम्बोधन गर्नु इल्ला ढिलासम्म भन्नु यहाँ एकलग्य छ एका तल एकलग्य भनेको वारेर पारी एक मिलियो ठाउँ बताउन है देख्दा मैले देखिरहेको तर मैले बठे चिनिरहेछ तल चाहिँ माथि मेनमेड हो तल प्राकृतिक एक मिलिएको ठाउँ छ बताउन है तत्तिक इन्जिनियरिङ मैले नयाँ गरिराखेँ त वाह यहाँबाट हामीले कति गाज्यो बोक्यो मलाई लाग्छ यो यतिसम्म तपाईँले भिडियो हेरेला भनेर कसैले नीलगढबाट गाज्यो सेटा हल्ला यहाँलाई भेटी लगाएको यतिसम्म कोही नै हेरेर भिडियो मलाई थाहा छ यो रमाइलोको भिडियो कि आफ्नै सम्झना सेयर गरेँ हूँ लेकिन भनेर ये उकाला पारि गयो यो कहाँ पुर्ला पिपलो रुख होइन म जुम गर्दिनँ स्कुला तल्ला पुऱ्यो पिपलो रुख भयो है यो पिपलो रुख भयो यतिलाई ओ यतिवटा यो उकाला यतिलाई पानी ल्याएछ पारि यतिलाई पारि आसपास पानी ल्याएछ नीलगढ गाडाबाट मतलब घाँस काट्दै गयो हुन कसै जमाना या आफन्त गयो हुन नि मलाई लाग्छ है शुक्रिया।